के छ त नेपाली जनताहरू अब फेरि तपाईको रवि बालेन अनि हाम्रो कुलमानजी सबैजना जसै सँगै भएर देश र जनताको लागि अगाडि बढ्न खोजिराख्नु भएको छ। अब त्यसै गरेर फेरि हाम्रो झोले साथीहरू दाजुभाइ दिदीबहिनीहरू भनौँ हैन, सबैजना फेरि पछि लाग्नु भएको छ। त्यो विदेशीले चलायो, विदेशको एजेन्ट फलानो ढिस्कानो हैन। अब हामी सबैले देखिराखेकै त हो नि, देश कसरी चलिरहेको थियो, कति वर्ष भयो हैन, देश कुन गतिमा थियो, कुन गतिमा गयो, कसरी गइरहेछ भन्ने कुराहरू सबैजनाले बुझ्नु भएको छ, बुझिराखेकै छ हैन। सबैजनाले देखेको पनि हो देश के भइरहेछ, कस्तो भइरहेछ भन्ने कुराहरू। अब चाहिँ जुन युवाहरूले अति नै भएर अत्याचार भएर एउटा फ्रस्ट्रेटेड भएर तपाईको देशलाई परिवर्तन गर्नुपर्छ, अब भएन, अब सकेनन् नेताहरूले यत्रो वर्षसम्म जो अस्तव्यस्त बनाए हैन। त्यही कुराको फ्रस्ट्रेसनले गर्दाखेरि अब चाहिँ हैन हामीले गर्नुपर्छ, युवाहरू जाग्नुपर्छ भनेर जुन तरिकाले अगाडि बढ्दै हुनुहुन्छ। अब त्यो कुरामा हामी झोले हैन, एउटा बा एउटा आमा हैन, दाजुभाइ दिदीबहिनी भएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ है। अब तपाईको यो दुनियाँभरि नाना थरी छन्। अब यो कुरा एकले अर्कालाई उसले उसलाई दोष दिएर अगाडि बढ्न भन्दा पनि मलाई चाहिँ के लाग्छ भने अब जसरी अब युवा पङ्क्तिहरू सबैजना मिलेर अब तपाईकै छोराछोरी भाइ भतिजा दाजुभाइ दिदीबहिनी त हुन्, कसै न कसैको होलान्। अब एउटा आफ्नो रगतको नाता अब जे नभए पनि एउटा नेपाली दाजुभाइको हिसाबले सोच्नु है। अब तपाईको पनि कसैको छोराछोरी विदेश होलान् अथवा अमेरिका, अस्ट्रेलिया, जापान, दुबई, कतार, जुनसुकै ठाउँ भए पनि विचार गर्नुस् न। तपाईकै छोराछोरी, तपाईकै दाइभाइ, तपाईकै भाइ भतिजा विदेशबाट आएर हैन ठिक छ म देशको लागि लड्छु, बढ्छु, समाजलाई केही रूपान्तर गर्छु भन्ने तरिकाले समाज सेवामा लाग्यो भने तपाईले के तिनीहरूलाई पनि विदेशी दलाल यताउता फलानो भन्नुहुन्छ त? हो ठ्याक्कै त्यही हो। जसरी रवि लामिछाने सबै कुरा त्यागेर विदेश छोडेर नेपाल आएर आफ्नो नेपालमा केही गर्छु भनेर लागे। अब बालेनलाई त भन्नै पर्दैन, अब इन्डियामा पढे यताउता गरे। अब बालेनलाई पनि विदेशी एजेन्ट भन्न थालिएको छ हैन। जस्तै कुलमान घिसिङलाई पनि अब धेरै आरोप प्रत्यारोपहरू छ। यसरी चल्दैन, कुनै पनि हातले चल्दैन। अब देश बन्ने दौडमा छ हैन। देशलाई बनाउनु पर्छ, देशलाई चलाउनु पर्छ, देशलाई अगाडि बढाउनु पर्छ, विकास गर्नुपर्छ भनेर जसरी युवाहरू लागिरहेका छन्, हामी सबैजना मिलेर साथ सहयोग दिएर अगाडि बढाउनु पर्छ। अब गर्ने बेला नै यही बेला हो है। अब पनि भएन भने कुनै पनि हालतमा देश अगाडि बढ्नेवाला छैन। देश अगाडि बढ्दा पनि बढ्दैन। फेरि तिनै हाम्रो प्रचण्ड केपी शेरबहादुरको राज हुन्छ है। अहिलेसम्म चरम भ्रष्टाचार, एकदमै भ्रष्टाचार, जहाँ गए पनि भ्रष्टाचार। अब त्यो आफैलाई मलाई पनि थाहा छ। इभन तपाईको वडा कार्यालयमा गयो भने पनि एउटा पार्टीको प्रतिनिधि अथवा पार्टीको मान्छे यताउतादेखि लिएर भनसुन गर्न पर्ने, त्यस पछाडि सोर्स लगाउन पनि त्यस्तो स्थिति छ। अब माथिल्लो तहको त कुरै नगरौँ। अब त्यो सबैलाई थाहा छ, सबै नेपालीलाई सबैलाई अब बुझिराख्नु भएकै छ। जति पनि नेपालमा बस्नुभयो, नेपालमा हुर्किनु भयो, नेपालमा बढ्नुभयो, केही समय नेपालमा बिताउनु भयो, सबैलाई थाहा छ यो कुरा है। त्यही भएर अब चाहिँ संयमित भएर जो सुकै हुनुहुन्छ, तपाईँ पार्टीमा लागेको पार्टीको कार्यकर्ता हो या पार्टीमा नलागेर बस्नु भएको छ, अब विगतमा जसलाई जसरी पनि भोट गर्नुभयो त्यो कुराको मतलब भएन। हामी चाहिँ यति बेला अब देश बनाउने बेला, देश बन्ने बेला यही हो है। सबैजना मिलेर कसरी हुन्छ सोच्नुस्।
अब जति पनि तपाईँको मेरो बुवा मेरो अङ्कल लेभलको मान्छेहरू हुनुहुन्छ उहाँहरूको सोचाइ अझै पनि के छ, होइन हो यिनीहरूले गर्दैनन्, अब म त बाबुबाजेदेखि मेरो काङ्ग्रेस हो, म माओवादी, म एमाले, फलानु फलानु भनेर बस्नु भएको छ नि। हुँदैन। तपाईँहरूले चाहिँ के सोच्नुहोस् भन्दाखेरि यति बेला तपाईँहरूले अब जुन हाम्रो बालेन, रवि लामिछाने, कुलमान घिसिङहरू लागेर जुन गर्न खोज्नु भएको छ, सबै युवाहरू लागेर गर्न खोजिरहेछ, तपाईँहरूले यति बेला साथ दिनु भएन भने तपाईँको छोराछोरीले, तपाईँको नाति नातिनाले पछि गएर चाहिँ तपाईँलाई धिक्कार्नेछन् है। यो कुरा चाहिँ विचार गर्नु होला। बुझ्नुभयो नि। अब तपाईँले अब पनि आएर होइन मेरो केपी ठुलो, मेरो प्रचण्ड ठुलो, मेरो प्रचण्डले बनाउँछ, मेरो शेरबहादुरले बनाउँछन्, यिनीहरूले गर्छन् यस्तो उस्तो भनेर तिनीहरूकै पछाडि लाग्नुहुन्छ भने त्यो तपाईँको मूर्खता हुनेछ। प्लस तपाईँको नाति नातिना पनातिलेसम्म तपाईँलाई चाहिँ धिक्कार्नेछन्। बुझ्नुभयो नि। मेरो बुवा, मेरो बाजे, मेरो हजुरबुवा, मेरो हजुरआमा, मेरो अङ्कल आन्टी अब ले गर्दाखेरि देश परिवर्तन भएको हो। जुन देश परिवर्तन गर्ने बेलामा, एउटा इतिहास रच्ने बेलामा यसरी साथ सहयोग दिनुभएको थियो, त्यति बेला यस्तो भएको थियो, यसरी जो देशमा बदलाव आएको थियो भन्नेको विकल्प अरू केही राम्रो उपाय छ जस्तो लाग्दैन मलाई है। पछि गएर पनि तपाईँको भावी सन्तानले चाहिँ सम्झिने तरिकाले चाहिँ अगाडि बढ्नु होला, सोच विचार गर्नु होला है। अब यति नै हो। म खासै लेख्न चाहिँ मैले कहिलेकाहीँ लेख्ने गर्छु होइन, तर खासै यसरी बोल्ने चाहिँ मेरो बानी थिएन। तर मैले आज खुलेर, मलाई मनले मानेन, खुलेर भन्दैछु। यति बेलाको चुनावमा सबैले घन्टीलाई भोट गर्ने, घन्टीलाई साथ दिने। अब कसरी हुन्छ, नबुझ्नेलाई बुझाउनु पर्यो, बुझ्नेले अरू धेरैलाई बुझाउनु पर्यो होइन। तर देश बनाउने यति बेला नै हो। जति पनि अब यो यस्तो यो उस्तो भन्ने कुराहरू छ, अहिले भोट हालौँ, 5 वर्ष हो, 5 वर्षपछि फेरि चुनाव हुन्छ, काम कस्तो गर्छन् के गर्छन् अनि हेरौँला होइन। अब एमाले, काङ्ग्रेस, माओवादी सबैको काम देखिराखेको त हो नि हामीले अहिलेसम्म त। 5 वर्ष हेरौँ ल, 5 वर्ष यिनीहरूलाई काम गर्न दिउँ, काम गर्छन्, काम गरेनन् भने फेरि 5 वर्षपछि चुनाव आउँछ, त्यस पछाडि फेरि चेन्ज गरौँला होइन, भोट बदलाउँला। अब त्यो तरिकाले चाहिँ सोच्नुहोस्। तर यति बेला पनि तपाईँहरूले चाहिँ गर्नु भएन, आनाकानी गर्नुभयो भने अब त्यो चाहिँ देश कुन बाटोमा कुन ठाउँतिर लाग्छ सबैले विचार गर्ने कुरा हो। विचार गरौँ। अनि अब मासु भात खान बोलाउँछन् साथीभाइ अब गाउँघरतिर, हो त्यही त हो नि, पार्टीमा यताउता, ल आउनु पर्यो, ल यस्तो हो। अनि तपाईँको त्यही हो। अब पल्तिर गाउँघरमा अब त्यही त हो नि, ल आउनु पर्यो, यस्तो उस्तो पार्टीको अब यत्रो वर्ष लागिरहेको गरिरहेको साथीभाइले बोलाउँछन्, उ गर्छन्, जाने ठिकै छ, केही भएन। तर साथीभाइलाई पनि भन्नु पर्यो अब ल होइन भोट चाहिँ यति बेला चेन्ज गर्नुपर्छ है हामीले भन्ने माहौलमा बस्ने, मासु भात खाइदिने होइन। नेताहरूले पैसा अब कति पैसा जलेर नष्ट भयो, अब बाँकी भएको पैसा अलिअलि बाँड्ने यताउता छ, पैसा छ नेताहरूसँग अझै टन्नै छ, गर्नु खोज्छन्, गर्छन्, खाइदिने, रमाइदिने। तर जोस् भोट चाहिँ अब युवाहरू लागेछन्, देश बनाउँछु भनेर लागेका छन्, देश बन्छ, यो चाहिँ स्योर हो होइन। तर सबैजनाले साथ दिनुपर्छ। अब यो के अरे माओवादी, काङ्ग्रेस, एमाले सबै पत्ता साफ हुनुपर्छ है। ट्याक्क लाएर सब युवाहरूलाई भोट दिने, त्यस पछाडि चाहिँ अब देश अवश्य पनि बन्छ होला है। बन्छ होला भन्दा पनि अवश्य पनि बन्छ, स्योर बन्छ, आशा छ, सबै युवाहरूलाई आशा छ होइन। अहिले जुन भइरहेछ, जुन नेतृत्व लिइराख्नु भएको छ सबैप्रति एकदम ठुलो आशा छ। सबैले साथ दिनु पर्यो है त। हस्, नमस्कार।